यहाँबाट यस्तो वेट चाहिँ 10 केजी थाप्ने हो। 10 केजी माछा परोस् ल भाइ। भाइहरूको हामी दिन्छु होइन मेरो हातबाट। भाइहरूको फिसिङ यहाँ देखाएको त यो जुम गर हल्का। पहिला लक पक्रिन आछ। लक सिस्टम यहाँ त फिसिङ रड कहाँको छ फेरि बास छ। बस्छ बबल बनाएर भाइले। ल हान्दे ल मैले भएन भाइ एकछिन यसलाई दोरी यो दोरीलाई फिसिङमा जस्तै यसरी ए अनि त बत्ता लगाएर पार्न ल हैन पक्रिन यो अगाडि पार्न अब कति धेरै टाढा पो जाँदो रहेछ त दाइ। बबल जाँदो रहेछ दामी लाग्यो क्या। ल यो चाहिँ रोल गरेर ठ्याक्क सिग्नल दिन्छ है। यो चाहिँ लुज गर्नु टाइट गर्नुपर्छ होइन त। टाइट गरेपछि